नमस्कार साथीहरू, यो चाहिँ मेरी छोरी हुन्। यिनी चाहिँ आज 8 महिना पुरा भएकी छिन्। नानी चाहिँ राम्रोसँग निद्दै थिइन् अनि मैले चाहिँ आजको के गरेँ भनेर एउटा भ्लग टाइपको बनाउँछु भनेर चाहिँ बनाएँ। अनि छोरी चाहिँ उठिसकेपछि मैले उसलाई भर्जिन कोकोनट ओइल लगाइदिएँ, राम्रोसँग मसाज गरिदिएँ। मसाज गरिसकेपछि छोरी चाहिँ रोइरहेको थिइन्, मानिरहेको थिइन् हैन। अनि त्यही पनि मैले उसलाई फकाई च्याट्ट पारेँ। हेर्नु न, मेरो छोरीले फेरि काँटा तानेर अगाडि ल्याइसकिन्। अनि मैले उसलाई यता टिभी कोठामा ल्याएर चाहिँ सुताइसकेपछि मैले सोचिरहेको थिएँ कि अब उसलाई फोटो त खिच्दिने हैन। अनि कसरी 8 मन्थ कम्प्लिटको यसो केही बनाऊँ न, यसो चिनो पनि हुन्छ, पछिको लागि सम्झना पनि हुन्छ भनेर मैले फोटो खिच्दिनको लागि 8 बनाउने सोचेँ। अनि मेरो दिमागमा आयो मैले बदामले बनाउँछु भनेर। मैले कतै यसो सोसल मिडियाहरूतिर देखिरहेको थिएँ कि यसरी बनाएको। अनि त्यही भएर मैले किचनमा गएर बदाम झिकेर लिएर आएँ। अनि यस्तो नजानी यस्तो मान्छे जस्तो बनाएँ। हेर्नु न कस्तो देखिरहेको छ, मलाई आफैलाई देखेर हाँसो लागिरहेछ क्या। अनि यस्तो बनाइसकेपछि मैले चाहिँ छोरीलाई साइडमा सुताएँ हैन। लागिरहेको थियो कि त्यो चित्र जस्तो छोरी पनि देखिरहेको छिन् भनेर। अनि छोरी चाहिँ घरि मानिरहेको थिइन्। अनि घरि त्यसलाई त्यो मैले बनाएकोलाई चाहिँ बिगारिदिरहेकी थिइन् कि उसले चाहिँ। अनि मैले उसलाई फकाई 2-4 वटा फोटोहरू खिचिदिएँ। अनि हेर्न घरि रुने, घरि झगडा गर्ने, घरि मलाई थर्काउने, अनि त्यो टिपेर फाल्ने, आफै खाने के त्यो चाहिँ। अनि उता कता अड्काउँछिन् कि भनेर अनि मैले चाहिँ उसलाई दिएको थिइनँ कि खानालाई चाहिँ। अनि त्यसपछि मैले त्यस्तो गरेर फकाई छोरीको राम्रोसँग फोटो खिचिदिएँ। अनि त्यसपछि मेरो छोरी चाहिँ बाबा गर्न थालेकी छिन् कि आजकल। अनि बेलामा चाहिँ बाबा भनेर आएकी थिइन्। अनि उता मैले चाहिँ अलि अस्ति बजारमा गएर एउटा चस्मा पनि किनेर ल्याएको थिएँ कि, चस्मा लाएर पनि फोटो खिचिदिएँ छोरीको लागि। अनि त्यही टिमैमा फेरि मेरो छोरीलाई भोक लागिसकेको थियो कि, खुवाउने बेला भइसक्यो। अनि मैले उसको लागि चाहिँ एउटा फ्रुट्सहरू लिएर आएर अनि त्यसपछि त्यसलाई मिचेर अनि त्यसपछि खुवाइदिएँ। अनि खाना पनि मानिथिन् अनि पहिला चाहिँ। अनि पछि चाहिँ फेरि राम्रोसँग खाइन् के, खाएर पनि मेरो छोरीले त सकाइदिन् पनि। अनि त्यसपछि मैले फेरि उसको लागि एकैछिन फोटो खिचिदिन्छु भनेर अनि फेरि त्यो निकालेर अनि फकाएर अनि फोटो खिचिदिन थालेँ हैन। अनि फोटो खिचिदिन थालेपछि मेरो नानी चाहिँ हेर्नु न, खाएर भएपछि चाहिँ मानिराखेको छु कि। अनि चप्पल लगाइदिएँ। अनि चप्पल लगाइदिएर फोटो खिचिदिन्छु भनेर त्यहाँ चाहिँ मानिनिन्। अनि मैले बाहिर लगेर वाकरमा राखिदिनु पर्यो। अनि वाकरमा राखेर चाहिँ फोटो खिचिदिन्छु भनेर वाकरमा लिएर आएँ। अघि फोटो खिच्न नमानेको मान्छे अहिले हेर्नु न, वाकरमा ल्याएपछि त खुसी भएर खेल्दैछिन्। अनि मैले उसलाई चाहिँ वाकरमै राखेर 2-4 वटा फोटो पनि खिचिदिएँ, सम्झना पनि भयो। अनि मेरो आजको छोरीको 8 मन्थ कम्प्लिट भएको दिन पनि यसरी नै गयो। बाइ साथीहरू, फेरि भेटौँला।